हेर यता हेर टाइम हेर्नु है टाइम ए टाइम कति 13 हो 13 कति ठुलो छ ओ मक्ति ठुलो समाते राम्रोसँग है मलाई समाते नाइ म त समातिन उयर माथि हेर्नु माथिबाट आएर ठाडै छ नि त सिधै अनि आले ललाई डर लाग्छ ल है ल डर लाग्यो उड्यो भिडियो 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 बस्ने ल ल ल घरहरु हेर्दै तल घरदै कति धेरै घर नि उ माथि पुग्यो वा अरे के हो त्यो मलाई उसाइदिने अलवेदी फेरि आजा फेरि अब उड्छ अब माथि आकाशमा जान्छ अब हेर अब हेरु आकाश आउन लागिसक्यो माथि माथि हेर देखिस् आकाश पुग्न लागिसक्यो अब आकाशमा गएर के गर्ने त्यही अल्झै हुन्छ बाबा हामी त गइदिने त नाइ नाइ तल हेर त जंगल छ तल हेर त जंगल जंगल है छ घर जान्छ सब यहाँबाट यार अब यहाँबाट घर पुग्छस् हेर यहाँबाट हेर्नु अब त पार्नलाई धेरै छ धेरै छ पार यही चाहिँ पुग्यो के 2 मिनेट अझै माथि जान्छ टङ्गङ्ग देखिन्थ्यो कि अस्ति नै तल बाघ के बाघ पनि देखिन्छ नि देखिन्थ्यो कि अस्ति नै आउँदाखेरि अहिले 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 अब हामी आकाशमा पुग्यौँ के अरे बाबु उयर गयो कस्तो मजा आएको हावा चले चिसो सबै गए या मौफी अरे पल्टिन्छ उब्रियो भने त हेर बर्बाद होला नि हेरी बाबु यहाँ गीत बजाएर टिकटक बनाउँथ्यो आउँदाखेरि नाच्दै त्यो त केही हुन्न फ्रेन्ड केही हुन्न गुर्र गर्छ आयो अब बाबु गुर्र गरेर आयो हेरे अब ए भइछ अब त्यहाँ त घुर्र हुन्छ त्यहाँ गुर्र कहाँ छ ए त्यहाँ अब हेर है अब अहिले फेरि यहाँबाट आउने बाबु बाबु अहिले आउँदाखेरि फेरि तल नि ए चढेर आउने हो तल सरेर यताबाट आउँछ त यो जाने बाटो यो आउने बाटो माथि हेर्नु हो माथि यो आउने बाटो यो आउने बाटो हो आयो हेर देखिस् यो आउने बाटो आउनलाई छिटो चाहिँ कि जानलाई ढिलो चाहिँ कि ओह्रालो पनि के भयो मम्मी हेर्नु त त्यहाँ माथि सानो जहाजमा चढेको नि अनि प्लिज बाबा फोटो खिच्नु न फोटो खिच नाचेको फोटो खिच्ने कि फोटो खिचिकन फोटो जल्दी जल्दी ल भिडियोमा के भन्ने ल भयो युट्युबको लागि भिडियो के भन्ने युट्युब भिडियो ऊ आयो फेरि घुमा गर्छ मलाई चाहिँ होइन ल हिँड्न छोडेपछि अहिले त रुख काटेको रहेन तर युट्युबमा सब्स्क्राइब भन्न यो बाटो चाहिँ यो गोरेटो बाटो सब्स्क्राइब गरिदिनु होला यो गोरेटो बाटो सबै धन्यवाद यही गोरेटो बाटो थ्याङ्क यू फोटा भने हालोस् भिडियो खिचिरहेको छु त्यो बाटो भिडियो नै डेन्जर बाटो फोटो ले फोटो खिच्यौँ खै खै भिडियो छु हेर त त्यो अब यहाँबाट भिडियो पछि राछ चितलाङ हुँदै मार्फु हुँदै उता पालुङतिर जान्छ हेटौडातिर जान्छ खिचेन कि राम्रै ल न
अब फेरि ढ्याङ ढ्याङ गर्छ म यहाँ उभिन्छु अनि ढ्याङ ढ्याङ गर्छ चाहिँ मलाई चाहिँ ऊ त्यहाँ गर्छ हेर ऊ त्यो पोल छ त अहिले त त्यसमा गर्छ रोलरले ढ्याङ दबाएछ बाटो त नत्र त पोल्छ पुरै त यत्रो यत्रो ढुङ्गा थियो। ढ्याङ राम्रो है बाटो त्यो अहिले रोलरले दबाएछ राम्रो बाटो पहाडको रोडहरू कस्तो त्यहाँ यत्रो यत्रो ढुङ्गा थियो त अनि अस्ति 1 महिना अगाडि नै अब पुग्यो पुग्छ सधैँ धेरै छ अब एउटा घाङ्ग्याङ आएपछि अनि बल्ल पुगिन्छ है नासनाट लुट छ होइन हावा त लास्टै हावा त अब ढ्याङ ढ्याङ हुन्छ है ऊ त्यहाँ आफै हुन्छ त्यो पुलमा हुन्छ अब ढ्याङ 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 हुन्छ चाहिँ अब यहाँ हुन्न मलाई ढ्याङ ढ्याङ अब हुन्छ अब लोड छ तपाईँबाट अब त बानी लाग्यो नि घ्याङ गर्ने त नि त अब जान्छ अब घर पुग्ने मलाई चाहिँ भएन मलाई भने थियो नि हो यता हेर के हुन तपाईँ त्यहाँ छु घर त्यही घरमा रोकिन्छ कति टाढा भयो घर तेरो घर कहाँ बाबु भन् घर हरायो हो चायो अब रोकियो ल प्लेन बराबर हिँड्यो प्लेन प्लेन ऊ त्यो प्लेन हो त्यहाँ हेर न अगाडि ऊ सानो उता स्ट्रेट यता बाबु उता हेर त स्ट्रेट अगाडि प्लेन देख्यो खै त अगाडि उडिरहेछ नि हेर्न स्ट्रेट वहाँ, वहाँ। सिधा अगाडि ओ पारी उतादेखि पर ओ सेतो हामी प्लेन बराबर उडिरहेछ हामी नि त्योभन्दा माथि छ मेरो यता 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 त्यहाँभन्दा बराबर त्योभन्दा हामी माथि छौँ अब त ड्याङ 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 बस सेतो टाढो त देखे भयो भएन अक्खर पनि हो नि बुवा यहाँबाट ए एयरपोर्ट उतै यो के हो? खाने बस त्यहाँ त्यहाँ माथि अगाडि देखेन ऊ सिधा हो उता स्ट्रेट धरारदेखि सिधै अगाडि हो त्यही हो त्यही धरारदेखि सिधै अगाडि त खाली जग्गा खाली हैछ प्लेनहरू छन् एयरपोर्ट त्यहाँ रहेछ है त्यही हो त्यही उतापट्टि एउटा पार्किङमा हाफ प्लेन अरू यतापट्टि फर्केका छन् आज धेरै रहेनछन् मम्मी भित्र सिधै यो अगाडिपट्टि छ नि त टन्नै पार्किङमा हो। सिधै यता सिधै वरि यतापट्टि त टुप्पा 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 सबै देखिया मान्छे छ नि त त्यही भएर लेट गरेर हेर्न कति ठुलो जङ्गल नि यहाँ त हिँडेकै थाहा पाइन तल त हिँड्नै आउनु भएन त्यसरी नै आएको भए के हुन्छ यहाँ त हिँडेकै थाहा पाइ फेरि किन हो? हिँडिरहेछ धेरै आइपुग्यो बाटो छैन नि ऊ सिडी हेर्नु ल खै सिधै यहाँनिर देखेको रहेछ यहाँ गोरेटो बाटो यहाँबाट आऊ यहाँ, यहाँ हो, हेर्नु तल हिँड्ने बाटो हिँड्दै जाने हो झर्ने बेलामा बाबु यहाँबाट ल हिँडेर जा यहाँबाट हिँडेर जा पल्टिन्छ कति टाढो छ यो जङ्गल पनि यो फेरि के हैछ त के गराउनु यहाँ आएर यत्रो रिजोर्ट बनायो के अरे यी माथि हो ग्राउन्ड टेङ हेर अब पुग्नै लाग्यो अब बाबु त ए यो घरहरू त यहाँ रहेछ गीतहरूमा सुटिङ हुन्छ नि प्रायः यहाँ रहेछ रिजोर्ट बनायो यहाँ आएर उता नजा बाबु यता अनि त्यहाँ उता झ्याल छ यता यता हेर उतातिर नजा त यता हेर बाबु हेर त्यहाँ कति धेरै राम्रो भयो ऊ प्लानहरू तल हेर प्लानहरू आयो बराबर छ हामी अग्लोमा छौँ अब चाहिँ गन्त कतिवटा प्लेन हेर्न प्लेन एक दो प्लेन हेर कि त्यो नै
प्लेन हेर्न अगाडि खै अगाडि 23 त माथि भइसक्यो माथि अझै तल बजारमा हेर्न अङ्कल बजारको तल घरहरू छन् नि हो त्यही 11 मिनेट भयो देखिस् उ तर देखिस् आँखा छैन तल माथि उ तल हेर्न देखिस् ऊ हेर्न धेरै हाइटमा छ कि यो देख्ने मात्रै सानो हो अनि 22-23 सेन्टिमिटर हाइटमा छ त्यही भएर पहिले रेट पनि बढाएको त्यही भएर गरिरहन्छ ओ अब खर्च बढी लाग्यो। खर्च बढी लाग्यो भयो ड्याङ 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 गयो त्यहाँ के अरे उ पनि बस्दो रहेछ हेरि भएन नि बाटो तल त बरु जान्छ ड्याङ त गाडी जाने गोरेटो बाटो पनि भएन छ नि वहाँ माथि गाडी पनि हाल्छ हेर ऊ हेर बाबा यता यता हेलिकप्टर बस्ने ऊ यस लेख्या छ हो त्यहाँ यस लेख्या छ नि गोलोमा उ त्यो त कुन्नैमा ऊ यस लेख्या छ नि त्यहाँ हेलिकप्टर बस्छ याद भनेको हेलिकप्टर बस्ने ठाउँ बाटो पनि छ यी बाटो पनि छ उठ्या बाँच्नु नपुग्नलाई अब पुग्यौँ हामी अनि पुगेर कहाँ जाने अब यहाँबाट फेरि हिँड्दै तल जाने अब फेरि टाढा त कहाँ जाने घर जाने किन बाटो पनि जाने मलाई बाटो जाने मन लाग्छ मन लाग्छ आयो अब यहाँ मेरो मेरो घर मेरो रुममा जाऊँ अनि त्यहाँ चढ्ने तल गएर तल आयो हेर आयो आयो यतिको स्पिडमा हुन्छ हामी नुहान तल कति भयो त्यही 25 मा आइयो ल 13 मा हिँडेको 12 मिनट जाडो